आतंकी मुर्दाबाद 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 हिंदू भगाओ देश बचाओ हिंदू भगाओ देश बचाओ आतंकी मुर्दाबाद मुर्दाबाद मुर्दाबाद। यो नारा आइतबार वीरगञ्जमा मुस्लिम समुदायका युवाहरूले आयोजना गरेको विरोध प्रदर्शनको हो। केही मुस्लिम युवाहरूले हिन्दू धर्म, संस्कृति र परम्पराको सामाजिक सञ्जालहरूमा आपत्तिजनक टिक्का टिप्पणी गरेपछि आक्रोशित युवाहरूले उनीहरूलाई कारबाहीको माग गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै युवालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला केही युवाहरूले धनुषाको कमला नगरपालिकाको एक मस्जिदमा तोडफोड गरेको भन्दै आन्दोलनमा वीरगञ्जका मुस्लिम युवाहरू उत्रेका थिए, जहाँ यो नारा लगाइएको छ। हिंदू भगाओ देश बचाओ हिंदू भगाओ देश बचाओ। तर जिल्ला प्रशासन कार्यालय बाराले भने मस्जिद तोडफोड घटनाको विरोधमा पर्सामा मुस्लिम समुदायले आइतबार गरेको प्रदर्शन सम्बन्धी केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूलाई अतिरञ्जित र भ्रमपूर्ण भएको जनाएको छ। उनीहरूको आन्दोलन शान्तिपूर्ण थियो। उनीहरूले नेपालबाट हिन्दू भगाउँ देश बचाउँ जस्ता नारा समेत लगाएका थिए। मुस्लिम युवाहरू दिनहुँ जसो हिन्दू धर्म, संस्कृति र परम्पराको विरोधमा सामाजिक सञ्जालमा आपत्तिजनक टिक्का टिप्पणी गर्दै आइरहेका